हेलो सानो, हेलो के गर्दै हो? पढ्दै कुन सब्जेक्ट? सामाजिक तिम्रो एक्जाम चलिरहेछ हो? हो। कति सब्जेक्टको एक्जाम दियौ नि तिमीले? 3 3 सब्जेक्टको खाना खायौ त? खाए। कति बजेदेखि हो एक्जाम? एक्जाम 12 12 बजेदेखि 1 बजे? नाटक गरे। नाटक गर्नुभयो? किन गर्नु पर्यो त नाटक? त्यत्तिकै जिस्किन मन लाग्यो। जिस्किन मन लागेको हो? त्यसो भए अहिले पढ्ने मनमा चाहिँ हुनुहुन्न, जिस्किने मनमा चाहिँ हुनुहुन्छ, हो कि होइन? हो है? त्यसो भए अहिले पढ्ने मन लागेको छैन भने एउटा काम दिन्छु, काम गर्ने हो? त्यसो भए तिमी एउटा गीत गाइदेऊ त ल? को हो? जुन आउँछ? साइनो के जोड्यौ तिमीले, भुले मैले आफ्नै दुनिया सारा। थाम्यौ यो हात लाग्यो, बिलाएर गए मेरा पीडा दुःख। फुलै फुलको फुलबारीमा निदाए सरी मिठो यो सपना। गाउँछन् कोइली यो पारी वनमा। भयो भाइ, पुग्यो। ल अब के गर्ने? एउटा भोजन गाउन आउँछ कि आउँदैन? आउँछ। ल एउटा राम्रो भोजन गाऊ त। कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयारविन्दे भवन भवानी सहितं नमामि। भवन भवानी सहितं नमामि। भजन पनि गायो, गीत पनि गायो है। अहिले यति छिटो रेडी भएको? कति बज्यो? अहिले त 11 बजेर 3 मिनट मात्र भएछ त। अलि सजिलो हुन्छ भनेर हो? यता त 12:30 बजे बस आइहाल्छ त। है 11:03 भइसक्यो अनि 12:30 बजे त घरबाट हिँड्नुपर्छ, हो कि होइन भन त? अनि सुम्नी, मलाई अर्को क्वेसन सोध्छु म। सबैभन्दा मनपर्ने सब्जेक्ट? सामाजिक। सामाजिक है? बोर्डिङ पढेर सामाजिक इङ्ग्लिस मन पर्दैन? पर्छ, तर सबैभन्दा बढी होइन राम्रो लाग्ने सब्जेक्ट चाहिँ सामाजिक। अनि सबैभन्दा मनपर्ने तिहार? दसैँ र तिहार नै एकदमै मनपर्छ? त्यस बेला रमाइलो हुन्छ कि हुँदैन? हुन्छ नि है। अनि नाच्न आउँछ कि आउँदैन? आउँछ है। पछि नाच्नुपर्छ है अर्को दिन। अनि सबैभन्दा मनपर्ने खेलहरू? खेल फुटबल। त्यसो भए तिमी खेलका नामहरू